आखिर कृषि प्रधान देश नेपालमा हरेक वर्ष बाली लगाउने मुख्य सिजनमै मलको अभाव किन हुन्छ? के यो केवल बजेटको समस्या हो कि यसको पछाडि कमजोर नीति, प्रशासनिक ढिलासुस्ती र अन्तर्राष्ट्रिय परिस्थितिको पनि प्रभाव छ? आउनुहोस् यो विषयमा प्रश्न बुझौँ। नेपालले प्रयोग गर्ने अधिकांश रासायनिक मल विदेशबाट आयात हुन्छ। रुस, युक्रेन युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमै मल महँगो र दुर्लभ भएको यहाँलाई अवगत नै छ। तर बाह्य कारणभन्दा ठूलो समस्या हाम्रो आफ्नै प्रणाली हो। सार्वजनिक खरिद प्रक्रिया अत्यन्त ढिलो छ। अन्तर्राष्ट्रिय बोलपत्रदेखि मल नेपालसम्म आइपुग्न महिनौँ लाग्छ। यदि बीचमै ठेक्का रद्द भयो भने तत्काल अर्को व्यवस्था गर्न कठिन छ। उता किसान मलको पर्खाइमा छन् भने यता सरकारी फाइल घुमिरहन्छ। त्यसमाथि भारतसँगको G2G मल आपूर्ति सम्झौतामा भएको ढिलाइ र वितरण प्रणालीको कमजोरीका कारण कतिपय ठाउँमा वास्तविक किसानभन्दा बिचौलिया र कालोबजारी गर्नेहरू बढी लाभान्वित हुने गरेको गुनासो पनि दोहोरिरहेकै छ। अब समाधान के हो त? सरकारले कृषि क्षेत्रका लागि खरिद प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन कम्तीमा 2 महिनालाई मल पुग्ने बफर स्टक सधैँ तयारी अवस्थामा राख्नुपर्दछ। साथै दीर्घकालीन रूपमा नेपालमै मल उद्योग स्थापना गरी जल विद्युतको प्रयोगबाट ग्रिन हाइड्रोजन मार्फत हरित युरिया उत्पादन गर्ने र जैविक फोहोरबाट मल बनाउने योजना अगाडि बढाउनुपर्छ। त्यससँगै हरियो मल, गडौले मल र कम्पोस्ट मलको प्रयोगलाई पनि सरकारले प्रोत्साहन गर्न आवश्यक छ, ताकि रासायनिक मलमाथिको निर्भरता घट्न जाओस्। कृषि प्रधान देशमा किसानले मलका लागि वर्षेनी शास्ति भोग्नुपर्ने अवस्था नियति होइन, यो नीति र व्यवस्थाको कमजोरी हो। तपाईलाई के लाग्छ? नेपालमा मल अभाव हुनुको मुख्य दोषी को हो र नेपालले आफ्नै मल कारखाना खोल्न सक्छ या सक्दैन? आफ्नो विचार कमेन्ट बक्समा अवश्य लेख्नुहोला। धन्यवाद। नमस्कार।